विश्वका धेरै देशहरू तीव्र गतिमा विकास गरिरहेका छन्। सिङ्गापुर, दक्षिण कोरिया, भियतनाम, चीन लगायतका देशहरू केही दशकमै सम्पन्न राष्ट्रमा परिणत भएका छन्। तर नेपाल अझै पनि विकासशील देशको सूचीमा छ। नेपालसँग धेरै सम्भावनाहरू छन्। नेपालसँग प्रशस्त पानी छ, संसारकै अग्लो हिमाल छ, उर्वर भूमि छ, प्राकृतिक सुन्दरता छ, युवा जनशक्ति छ। तर पनि नेपाल पछि परेको छ। आखिर किन? नमस्कार, स्वागत छ तपाईँलाई इन्फोवेमा र म छु उमेश। आज हामी प्रचुर सम्भावना हुँदाहुँदै पनि नेपाल किन पछि परेको छ यस विषयमा कुराकानी गर्न गइरहेका छौँ। यदि तपाईँलाई तथ्यमा आधारित भिडियो मनपर्छन् भने हाम्रो च्यानललाई फलो र भिडियोलाई लाइक, कमेन्ट अनि सेयर गर्न नभुल्नुहोला। आउनुहोस्, कति पनि ढिलो नगरिकन प्रस्तुतितर्फ अगाडि बढौँ। नेपाल पछि पर्नुको एउटा महत्त्वपूर्ण कारण हो नागरिकमा सचेतना र जिम्मेवारीको कमी। एकचोटि आफैलाई प्रश्न गर्नुहोस् त, के देश विकास सरकारको मात्र जिम्मेवारी हो त? पक्कै पनि होइन। देश, सरकार र नागरिक दुवैको साझा जिम्मेवारी हो। हामी आफ्नो अधिकारबारे सचेत छौँ, तर अधिकारसँगै कर्तव्य पनि हुन्छ। स्वतन्त्रतासँगै जिम्मेवारी पनि हुन्छ। मागसँगै योगदान पनि हुन्छ। नेपालमा कुनै समस्या आयो कि तुरन्तै आन्दोलन, विरोध र सडकमा निस्किने प्रवृत्तिबारे पनि हामीले गम्भीर बहस गर्न आवश्यक छ। विरोध गर्न पाउनु लोकतान्त्रिक अधिकार हो। आफ्नो आवाज उठाउनु नागरिकको अधिकार हो। सरकारले प्रश्न गर्नु पनि आवश्यक छ। तर हरेक समस्याको समाधान आन्दोलन मात्र होइन। कुनै व्यक्ति पक्राउ परेपछि अनुसन्धान हुन्छ, प्रमाणका आधारमा कानुनी प्रक्रिया अघि बढ्छ, दोषी भए कानुन अनुसार कारबाही हुन्छ, निर्दोष भए कानुनी प्रक्रियाबाट सफाई पाउँछ। तर कहिलेकाहीँ हामी अनुसन्धान र न्यायिक प्रक्रियाभन्दा पहिले नै निष्कर्ष निकाल्न खोज्छौँ, नाराबाजी गर्छौँ, आवेगमा प्रतिक्रिया दिन्छौँ र आफूले चाहेको निष्कर्षलाई नै सत्य मान्न थाल्छौँ। यही मानसिकता परिवर्तन गर्न आवश्यक छ। कानुन र संस्थाप्रतिको विश्वास बलियो बनाउन आवश्यक छ। माइती घरदेखि विभिन्न सडकमा, विभिन्न ठाउँमा कुनै न कुनै विषयमा विरोध र आन्दोलन भइरहेका हुन्छन्। लोकतन्त्रमा शान्तिपूर्ण विरोध आवश्यक छ, तर हरेक समस्या सडकबाटै समाधान खोज्ने संस्कार दीर्घकालीन रूपमा स्वस्थ लोकतन्त्रका लागि पर्याप्त हुँदैन। बाटो बन्द गर्ने, सार्वजनिक सेवा प्रभावित पार्ने, सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने वा हिंसात्मक गतिविधिमा जाने कार्यले अन्ततः क्षति नागरिकलाई नै पुर्याउँछ। सार्वजनिक सम्पत्ति सरकारको मात्र सम्पत्ति होइन, त्यो नागरिकले तिरेको करबाट बनेको सम्पत्ति हो। त्यसैले त्यसको क्षति अन्ततः नागरिकै सम्पत्तिको क्षति हो भन्ने कुरा हामीले बुझ्न आवश्यक छ। त्यस्तै हामीले एउटा कुरा बुझ्न आवश्यक छ, देश आन्दोलन गरेर मात्र बन्दैन, अरूलाई कमजोर बनाएर पनि बन्दैन, सरकारलाई गाली गरेर मात्रै पनि बन्दैन। देश तब बन्छ जब प्रत्येक नागरिकले आफ्नो ठाउँबाट आफ्नो काम, जिम्मेवारी र कर्तव्य इमान्दारीपूर्वक पुरा गर्छ। हामीले सडकमा अधिकार माग्नु अघि आफ्नो ठाउँबाट देशका लागि के योगदान गरिरहेका छौँ यो प्रश्न आफैलाई सोध्ने संस्कार पनि विकास गर्नुपर्छ। तर यहाँ अर्को एउटा महत्त्वपूर्ण कुरा छ, समस्या केवल आन्दोलन गर्ने संस्कारको आलोचना गरेर मात्र समाधान हुँदैन, त्यसको विकल्प पनि दिनुपर्छ। यदि नागरिकको गुनासो सुन्ने प्रभावकारी ठाउँ छैन, सम्बन्धित निकायले समयमै जवाब दिँदैन र समस्या समाधानका लागि स्पष्ट प्रक्रिया छैन भने नागरिक सडकमा जान बाध्य हुन सक्छन्। त्यसैले सरकारले नागरिकको समस्या सुन्न र समाधान गर्न स्वतन्त्र, जिम्मेवार र पारदर्शी नागरिक गुनासो तथा समाधान प्रणाली निर्माण गर्नुपर्ने हुन्छ। यसका लागि सरकारको पहलमा एउटा विशेष नागरिक गुनासो तथा समाधान कार्यदल गठन गर्न सकिन्छ। देशको जुनसुकै नागरिकले आफ्नो समस्या, माग, गुनासो वा सार्वजनिक सरकारको विषय त्यस प्रणाली मार्फत दर्ता गर्न सक्ने व्यवस्था गर्न सकिन्छ। त्यसपछि कुन मन्त्रालयले हेर्ने, कुन निकाय जिम्मेवार छ, कति समयभित्र जवाब दिने, समस्या समाधानका लागि के कदम चालियो, निर्णय के भयो, यी सबै कुरा नागरिकले डिजिटल प्रणाली मार्फत हेर्न सक्ने बनाउन सकिन्छ। यसले दुईवटा काम गर्छ। पहिलो, सरकारलाई जवाबदेही बनाउँछ। दोस्रो, नागरिकले आफ्नो समस्या समाधानका लागि स्पष्ट र संस्थागत बाटो दिन्छ। लोकतन्त्रमा विरोध गर्ने अधिकार रहन्छ, तर संस्थागत संवाद, कानुनी प्रक्रिया र समस्या समाधानका प्रभावकारी माध्यमहरू पनि त्यत्तिकै बलिया हुनुपर्छ। सडक आन्दोलन अन्त्य गर्ने उपाय केवल आन्दोलनमाथि रोक लगाउनु होइन, नागरिकले आफ्नो समस्या राख्ने र त्यसको समयमै समाधान पाउने प्रभावकारी वैकल्पिक व्यवस्था निर्माण गर्नु हो। यदि नागरिकको गुनासो सुन्ने ठाउँ छ, समाधान गर्ने जिम्मेवार निकाय छ,
समय सीमा छ र सम्पूर्ण प्रक्रिया पारदर्शी छ भने मानिसहरू सडकमा पुग्नु अघि नै आफ्नो समस्या समाधानको बाटो पाउन सक्छन्। तर नेपालको कथा केवल समस्याको कथा होइन, नेपालसँग अवसर पनि उत्तिकै ठुलो छ। जलविद्युतको अपार सम्भावना छ, पर्यटनलाई विश्वस्तरीय बनाउन सकिन्छ, कृषिलाई आधुनिक र व्यावसायिक बनाउन सकिन्छ, सूचना प्रविधि र डिजिटल सेवामा नेपाली युवाले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्छन्, उद्योग र उद्यमशीलतालाई प्रोत्साहन गर्न सकिन्छ। तर त्यसका लागि सही नीति चाहिन्छ, प्रभावकारी कार्यान्वयन चाहिन्छ, स्थिरता चाहिन्छ र नागरिक तथा राज्य दुवैको जिम्मेवार भूमिका चाहिन्छ। अब प्रश्न आउँछ, नेपालले के गर्नुपर्छ? पहिलो, गुणस्तरीय शिक्षा र सिप विकास। दोस्रो, उद्योग उत्पादन र उद्यमशीलतालाई प्रोत्साहन। तेस्रो, भ्रष्टाचार नियन्त्रण र पारदर्शी शासन। चौथो, सरकार परिवर्तनसँगै नबदलिने दीर्घकालीन राष्ट्रिय विकास योजना। पाँचौं, युवालाई देशमै अवसर सिर्जना गर्ने वातावरण। छैटौं, नागरिकका गुनासो र समस्याको संस्थागत तथा समयबद्ध समाधान। सातौं, अधिकारसँगै कर्तव्य र स्वतन्त्रतासँगै जिम्मेवारीको संस्कार। दक्षिण कोरिया, सिङ्गापुर, भियतनाम र चीन यी देशहरू जन्मजात धनी भएर विकसित भएका होइनन्। उनीहरूले दीर्घकालीन सोच, अनुशासन, निरन्तर मेहनत, उत्पादन, शिक्षा र प्रभावकारी राज्य प्रणालीमा जोड दिए। नेपालसँग पनि सम्भावना छ। प्रश्न केवल एउटा हो कि हामी ती सम्भावनालाई वास्तविकतामा बदल्न सक्छौँ? देशको भविष्य प्राकृतिक स्रोतले मात्र तय गर्दैन, त्यो तय गर्छ असल नीति, इमानदार कार्यान्वयन, बलियो संस्था, मेहनती नागरिक र जिम्मेवार नेतृत्वले। त्यसैले अब हामीले एउटा नयाँ सोच विकास गर्नुपर्छ। देशलाई सधैँ आन्दोलन चाहिँदैन, देशलाई काम गर्ने प्रणाली चाहिन्छ। नारा होइन, संवाद, अराजकता होइन, संस्था, आवेग होइन, तथ्य, विरोध मात्र होइन, समाधान। र सबैभन्दा महत्त्वपूर्ण, देश बदल्ने पहिलो कदम सडकमा होइन, आफ्नै सोच र व्यवहारमा परिवर्तनबाट सुरु हुन्छ। सरकारले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ, नागरिकले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ, संस्थाहरू बलियो हुनुपर्छ, कानुन सबैका लागि सम्मान हुनुपर्छ र समस्या आएपछि सडकमा पुग्नु अघि संवाद र संस्थागत समाधान खोज्ने संस्कार विकास गर्नुपर्छ। किनभने देश अरूले बनाइदिने होइन, देश हामी सबैले बनाउने हो। अब प्रश्न तपाईलाई, नेपाललाई विकासको बाटोमा तीव्र रूपले अगाडि बढ्न कुन क्षेत्रमा सुधार गर्न आवश्यक छ? कृपया आफ्नो विचार कमेन्टमा लेखिदिनुहोला। यदि तपाईलाई यस्तै तथ्यमा आधारित भिडियो मनपर्छ भने हामीलाई फलो गर्नुहोला। नमस्कार।